हेलो गाइज सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप हजुरहरू सबैजनालाई सन्चै आराम हुनुहुन्छ होला। आफ्टर लङ टाइम पछि मेरो फेरि पनि एउटा छोटो मिठो ब्लग। आज चाहिँ हाम्रो स्पेसल हाम्रो बहिनीहरूको नेवारी फुड फेस्टिभलको डान्सको लागि हाम्रो बहिनीहरू रेडी हुँदैछ। हामी त्यसको लागि हजुरहरूलाई चाहिँ हाम्रो ब्लगमा प्रोग्राममा के हुन्छ हजुरहरूलाई देखाउने छौँ। रेडी अवस्थामा रेडी हुँदैछौँ होइन। हाम्रो बहिनीहरू यता ड्रेस लाउँदैछ। हाम्रो घिसिङ बहिनी त पुरै कालो देखाएको छ मैले। तर घिसिङ बहिनी कालो आइरहेको छ किनकि घाम पनि छैन, लाइट पनि अन भएको छैन होइन। हाम्रो बहिनीहरू ल कुन चाहिँ बहिनी चाहियो यसो सम्पर्क गर्नु होला। हाम्रो सुस्मिता बहिनी एकदम राम्रो देखिरहेको छ नेवारी ड्रेसमा। हाम्रो मनिका बहिनी त बाफ्रे बाफ कोरियन केटी हो कि के हो, कोरियन लुक्समा। अनि यहाँनिर अर्को एउटा नेवारी रेडी हुँदैछ, नेवारी केटी होइन। अनि यतापट्टि उनीहरू लाएर वा रे वा यताबाट रेडी हुँदैछ कपाल काटेर हाम्रो निसो बहिनी। यता चाहिँ हामी रेडी अवस्थामा। तर मलाई चाहिँ अलिक सन्चो नहोला भइरहेको छ गाइज है। जे भयो नि तपाईँहरूलाई हामी यसो देखाउनेछौँ। हाम्रो घिसिङ बहिनीलाई त पारा स्टाइलमा कसले सक्नु अनि बहिनीहरू रेडी पुरै रेडी बल्ल रेडी भयो। 1 घन्टा पछि 1 घन्टा पछि अलिकति गइसक्यो बहिनीको पनि अलिकति खुसी छ क्या। के छ त बहिनी? अनि ठिक छ नि त? प्यारी बहिनी रे यो चाहिँ। अर्को प्यारी बहिनी, प्यारी बन्न टपलेको। यो पनि प्यारी बन्न खोजिरह। निसो बहिनी पनि प्यारी बन्न खोजिरह। यो चाहिँ चेपाङ्गी जस्तो देखिरहेको। ओए हनुमान इन द हाउस। ल अब हामी चाहिँ यहाँबाट निस्किन थालेको हाम्रो स्टुडियोबाट तल। गाइजहरू रेडी छ नि त? ल अब रेडी हामी चल्दिएको है। हामी चल्दिएको यहीँनिर हो हाम्रो स्पट चाहिँ यहाँ तल। यहाँबाट ठ्याक्कै देखिरहेको सङ्गम से प्यार होता है। संगम लड़का भी होता है, लड़की भी होती है, लड़का भी होता है। लड़की है तो मैं हमारा संगम भाई भी है। कौन? मुझे पता नहीं। संगम मेरा दोस्त लड़की है तो मैं संगम भाई क्या प्रस्तुति भी हो नहीं होगा। नहीं ल गाइस अब हामी ठ्याक्कै स्पोटमा पुगेर देखाउँछु बाटोमा के हिँडिरहनु है। ल गाइस हामी आइपुग्यो यहाँ एक्सट्रिमको गेटमा आइपुग्यो हामी। एक्सट्रिम चाहियो भने भन्नु होला है। एक्सट्रिमको विज्ञापन गर्दैछ हामी स्पोर्टमा आइपुग्यो। हाम्रो आर्टिस्टहरूको बिजोग भइरहेको यहाँ बिजोग अवस्थामा हाम्रो आर्टिस्टहरू बिजोग महाबिजोग। धन्यवाद हात मिलाउने कार्यक्रम सञ्चालक निशा बहिनी। मलाई देखाएको छैन केटाहरूले, म पछाडि बसिरहेको यहाँ भिडियो। नेवा फुड फेस्टिभल कार्यक्रम हेटौँडा उपमहानगरपालिका र 2 नम्बर वडाको आर्थिक सहयोगमा भइरहेको यो उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुहुने आदरणीय अध्यक्ष हेटौँडा उपमहानगरपालिका 2 नम्बर वडाका वडा अध्यक्ष दाजु विष्णु गोपाल श्रेष्ठज्यू। त्यसैगरी यस कार्यक्रमका लाके सम्झेको यहाँ डान्स हुँदैछ। लाके सम्झेको हाम्रो होइन। लागि धेरै धन्यवाद हजुरहरूलाई। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। हिजो चाहिँ अब अन्तिमसम्म भिडियो पनि बनाउन पाइनँ। अब यताउति प्रोग्रामले गर्दा अब बहिनीहरूको डान्स यताउति मिलाउनु पर्ने भएकोले चाहिँ भिडियो बनाउन पाइनँ। त्यसको लागि क्षमा माग्न चाहन्छु भन्दै
अब आजको भ्लग चाहिँ यति नै गाइस यु प्लिज सब्सक्राइब लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला धेरै धेरै सपोर्ट गरिदिनु होला गाइस ओके बाई बाई लभ यु गाइस